Hi everyone, welcome back to Electric Drives Nepal. Tata ko Nexon K3 EV सँगसँगै launch भएको Tata को Curve EV मा 55 kWh को ब्याट्री प्याक रहेको छ भने यसले दिने ARAI क्लेम रेन्ज भनेको चाहिँ 425 किलोमिटर को हो र हेर्दाखेरि कुप डिजाइनमा भएको यो SUV के कस्तो छ आज यो भिडियोमा हेरौँ। सो स्टार्ट गरौँ यसको फ्रन्ट लुक्सबाट। झट्ट हेर्दाखेरि चाहिँ यो टाटाको कर्भ इभीले टाटाको पञ्च इभीलाई रिजेम्बल गरे जस्तो फिल भयो मलाई चाहिँ। र हामीले यहाँनिर चाहिँ कनेक्टेड DRL पाउन सकिन्छ अलङ विथ द प्रोजेक्टेड LED हेडल्याम्प र यहाँनिर हेर्नुहुन्छ भने चाहिँ इलेक्ट्रिकल फ्ल्याप पाउनुहुन्छ र यहीबाट चाहिँ हजुरले चार्जिङ पोर्टको चाहिँ एक्सेस गर्न सक्नुहुन्छ भने एसीबाट फुल चार्ज हुनको लागि 8 आवर्स लाग्छ भने डाइरेक्ट चार्ज गर्दाखेरि चाहिँ 80% नै 45 मिनट्समा हुन्छ र तलपट्टि हेर्नुहुन्छ भने चाहिँ सिल्भर लाइनिङहरु चाहिँ पाउन सक्नुहुन्छ भने अगाडि चाहिँ हेजार्ड सेन्सर्स अनि 360 क्यामेरा पनि पाउनुहुन्छ। बनेटलाई खोलेर हेर्दाखेरि चाहिँ हामीले यहाँ सानोतिनो स्टोरेज स्पेस चाहिँ पाउन सक्छौं। हामीले के इसेन्शियल डकुमेन्ट्सहरु अथवा के कुराहरु चाहिँ राख्न सक्छौं भने यसमा चाहिँ 98 किलोवाट को चाहिँ मोटर पाउनुहुन्छ र यसले प्रोड्युस गर्ने टर्क भनेको चाहिँ 215 न्युटन मिटरको हो। हामीले अगाडि पछाडी नै 18 इन्चको एलोय व्हील पाउन सकिन्छ अलङ विथ डिस्क ब्रेक र अब साइड लुक तर्फ हेरिराख्दाखेरि चाहिँ हामीले पियानो ब्ल्याक फिनिशिङ पाउन सकिन्छ साइड मिररमा भने हामीले चाहिँ फ्लश डोर ह्यान्डल्स चाहिँ पाउन सक्छौं र यो एक्सटेरियरको ग्रे र ब्ल्याक कलरको कम्बिनेसन चाहिँ एकदम धेरै स्ट्यान्ड आउट गरेको छ जस्तो लाग्छ मलाई भने पछाडीपट्टि हामीले ब्याक लुक तर्फ हेर्दाखेरि चाहिँ स्पोर्टी खालको चाहिँ हामीले लुक पाउन सक्छौं। ग्राउन्ड क्लियरेन्सको कुरा गर्नु पर्दाखेरि चाहिँ हामीले यसमा 186 mm को क्लियरेन्स पाउन सक्छौं र यो गाडीलाई चाहिँ हामीले अलिकति अफ रोडतिर पनि लिएर गएको थियौं र यो गाडीले चाहिँ एकदम राम्रो परफर्म गर्यो चाहिँ भन्नुपर्ने नै हुन्छ। र अब ब्याक लुक त मैले स्पोर्टी छ त भनिहालेँ। अब माथिबाट हेर्दै जाम हामीले टपमा चाहिँ शार्क फिन एन्टिना पाउँछौं भने यसको स्पोइलर चाहिँ अलिकति स्पोर्टी नै छ अगेन र हामीले यसमा वाइपर चाहिँ पाउँदैनौं भने डिफगर चाहिँ यसमा हामीले पाउन सक्छौं र अलिकति एजेसतिर हेर्दाखेरि चाहिँ कर्भ एजेसहरु चाहिँ पाउन सकिन्छ भने यसमा चाहिँ रनिङ टेल लाइट पनि राखिएको छ र यहाँ कर्भ इभी भनेर ब्याजिङ गरिएको छ र तलपट्टि हेर्दाखेरि चाहिँ हामीले हेजार्ड सेन्सर्सहरु पनि पाउन सक्छौं। यो त थियो यसको ब्याक लुकको कुरा। अब लेट्स सी यसको बुट स्पेस कत्रो छ। सो यसमा चाहिँ अटोमेटिक टेल गेट छ र एज यू क्यान सी हामीले चाहिँ यसमा बिग चङ्कको चाहिँ बुट स्पेस चाहिँ पाउन सक्छौं र यसमा 500 लिटरको चाहिँ बुट स्पेस रहेको छ र मजाले यसमा हामीले सामानहरु अटाउन सक्छौं र दिस इज 7 किलोवाटको चार्जर जुन चाहिँ गाडीसँगै आउँछ र अर्को इन्ट्रेस्टिङ कुरा भनेको चाहिँ यसमा स्पेयर टायर पनि छ। यसको साथसाथै हामीले सिटलाई 60-40 स्प्लिट गरेर अझै धेरै बुटलाई एक्सटेन्ड गर्न त सकि नै हाल्छौं र हजुरहरूले चाहिँ यहाँनिर अझै स्टोरेज स्पेस चाहिँ पाउन सक्नुहुन्छ र यति मात्र नभएर हामीले टायर मोबिलिटी किट पनि पाउन सक्छौं। सो दिस वाज अल अबाउट द एक्सटेरियर। अब चाहिँ हामी इन्टेरियर पार्टतिर चाहिँ लाग्छौं। सो भित्र जानको लागि चाहिँ हामीले कीलेस एन्ट्री पनि गर्न सक्छौं। जस्ट अ टच गाडी चाहिँ ओपन हुन्छ। सो लेट्स गो इनसाइड। ड्राइभर सिटमा आएर बसिसक्दाखेरि चाहिँ फर्स्ट अफ अल यो सिट कम्फर्टेबल छ। इट इज वेल कुशन्ड अनि यसलाई चाहिँ हामीले 6 वे चाहिँ एडजस्ट गर्न सक्छौं। जस्ट टु टच अनि यो सिट चाहिँ एडजस्ट हुन्छ र यहाँबाट चाहिँ हामीले सिटलाई कुल पनि गर्न सक्छौं भने अब स्टेयरिङ हेर्दाखेरि चाहिँ लेदर ऱ्याप्ड स्टेयरिङ छ र यसमा चाहिँ हामीले ब्लू स्टिचेसहरु चाहिँ पाउन सक्छौं जुन चाहिँ हामीले टाटाको इभीलाई चाहिँ रिजेम्बल गर्छ भनेर भन्न सक्छौं। वी क्यान फाइन्ड द ब्लू स्टिचेस। अब यहाँ पनि छ, यहाँ पनि त्यो ब्लू स्टिचलाई कन्टिन्यू गरेको छ भने इभन सिटमा हजुरले हेर्नुहुन्छ भने चाहिँ यो स्टिचलाई चाहिँ कन्टिन्यू गरेको छ र अब हामीले यो स्टेयरिङबाट नै डिफरेन्ट काइन्ड्स अफ कन्ट्रोल्सहरु चाहिँ गर्न सक्छौं। सेन्ट्रल कन्सोलपट्टि हेर्दाखेरि चाहिँ हामीले पियानो ब्ल्याक फिनिशिङ चाहिँ पाउन सकिन्छ र यहाँनिर चाहिँ फोनलाई वायरलेसली चार्ज गर्न सकिन्छ भने यो ड्राइभ सेलेक्टरबाट चाहिँ हामीले रिभर्स न्युट्रल र ड्राइभमा चाहिँ आफ्नो मोड्सहरुलाई चाहिँ कन्भर्ट गर्न सक्छौं भने यहाँ यो मोड सेलेक्टरबाट चाहिँ इको स्पोर्ट्स र सिटीमा चाहिँ चेन्ज हुन सकिन्छ र यो चेन्ज हुँदाखेरि चाहिँ हामीले स्मल लाइनिङ चाहिँ पाउन सकिन्छ। ब्लू अनि रेड र ग्रीन कलरको चाहिँ लाइनिङ चाहिँ कन्भर्ट हुन्छ विच लुक्स रियली नाइस र यो लेदर जुन छ स्टेयरिङमा यतातिर पनि एक्सटेन्ड भएर चाहिँ यहाँ आएको छ र हामीले ब्लू स्टिचेस चाहिँ यहाँ पनि पाउन सक्छौं भने सिल्भर लाइनिङ यहाँ छ र यो चाहिँ
हार्ड प्लास्टिक मटेरियल चाहिँ पाउन सकिन्छ र अब तलपट्टि हेर्दाखेरि चाहिँ हामीले एसी को कन्ट्रोल्सहरु चाहिँ यहीँबाट गर्न सक्छौं र हामीले अगाडि चार्जिङ पोर्ट खोल्ने एक्सेस पनि यही वान टचबाट नै हुन्छ हामीले चाहिँ यसमा 10.25 को इन्फोटेनमेन्ट सिस्टम चाहिँ पाउन सक्छौं र यसमा चाहिँ हामीले एप्पल कारप्ले र एन्ड्रोइड अटो चाहिँ पाउन सक्छौं भने यसमा चाहिँ वायरलेस एप्पल कारप्ले चाहिँ एक्सेस हुन्छ व्हिच इज रियली गुड र यसको टच सेन्सिटिभिटी पनि एकदम राम्रो छ र यसको लाइक ल्याग हुने चाहिँ कतैबाट छैन भने हामीले त इन्स्ट्रुमेन्ट क्लस्टरमा हेर्दाखेरि चाहिँ हामीले रेन्ज कति छ भनेर देख्न सक्छौं त्यस्तै गरेर चाहिँ कति किलोमिटर चाहिँ हाम्रो बाँकी छ भनेर चाहिँ ओडोमिटरमा चाहिँ हामीले देख्न सक्छौं र यतापट्टि हेर्नुहुन्छ भने चाहिँ हामीले 12 भोल्टको चाहिँ सकेट पाउन सक्छौं त्यस्तै गरेर यूएसबी पोर्ट र टाइप सी को पोर्ट पनि यही नै रहेको छ र इन्ट्रेस्टिङ कुरा के छ भन्दा यसमा JBL को स्पिकर पनि रहेको छ जसले गर्दाखेरि यसको साउन्ड क्वालिटी चाहिँ एकदमै राम्रो छ लेट्स ट्राई द भोइस कमान्ड Can you please open the sunroof for me? Sure, opening. Can you please close the sunroof? Sure, closing sunroof. Great. प्यासेन्जर सिटमा आएर बसिसक्दाखेरि चाहिँ सिट्सहरु कम्फर्टेबल नै छ र अब यो लेग रुम र हेड रुम हेर्दाखेरि चाहिँ अलि ठिकै नै छ बिकज म भन्दा अलिकति अग्लो मान्छे आउनुभयो भने चाहिँ हेड रुममा अलिकति ट्रबल हुन सक्छ जस्तो लाग्यो र हामीले चाहिँ यहाँनिर आर्मरेस्ट अलङ विथ द कप होल्डर्स पनि पाउन सक्छौं भने अगाडिपट्टि चाहिँ हामीले पकेट चाहिँ पाउन सक्दैनौं जुन चाहिँ भइदिएको भए चाहिँ बेटर हुन्थ्यो जस्तो लाग्यो र अगाडिपट्टि चाहिँ डेडिकेटेड एसी पाउन सकिन्छ र टाइप सी को पोर्ट पनि राखिएको छ एज वी ओपन द ग्लभ बक्स हामीले चाहिँ फर्स्टमा मैले नोटिस गरेको कुरा भनेको चाहिँ यो कप होल्डर हो हामीले चाहिँ युजुअली यो सेक्सनमा चाहिँ कप होल्डरलाई चाहिँ देखिरहेको हुन्थ्यो भने अहिले चाहिँ हामीले दुईटा कप होल्डर यहाँनिर पाउन सक्छौं र यो ग्लभ बक्समा चाहिँ सानोतिनो स्टोरेज स्पेस पनि हामीले पाउन सकिन्छ एन्ड बिसाइड्स दिस टाटा कर्भ EV इज 5-star BNCAP रेटेड र यसमा चाहिँ हामीले 6 वटा एयरब्याग पाउँछौं ADAS लेभल चाहिँ यसमा 2 छ भने यसमा ब्लाइन्ड स्पट डिटेक्सन 360 क्यामेरा जस्तो सेफ्टी फिचर त छँदै नै छ मलाई यो गाडीमा इन्ट्रेस्टिङ लागेको अर्को कुरा भनेको यसमा भेहिकल टु लोड त छँदै नै छ तर यसको साथसाथै पनि भेहिकल टु भेहिकल चार्जिङ सिस्टम पनि छ यसको मतलब चाहिँ हजुरले यो कर्भ EV बाट अरु EV गाडीहरु त्यसको साथसाथै स्कुटर्सहरु पनि इजिली चार्ज गर्न सक्नुहुन्छ र अब लास्टमा हामी कुरा गरौँ टाटा कर्भ EV को प्राइस र वारेन्टीको बारेमा सो यसको चाहिँ ब्याट्रीमा हजुरले 8 इयर्स सम्मको वारेन्टी पाउन सक्नुहुन्छ भने भेहिकलमा चाहिँ 3 इयर्स सम्मको वारेन्टी रहेको छ र लास्टली प्राइसको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको प्राइस 56,99,000 चाहिँ रहेको छ र हामी चाहिँ भिडियोको एन्डमा आइसकेका छौं र तपाईहरुलाई चाहिँ भिडियो कस्तो लाग्यो र यो टाटाको कर्भ EV चाहिँ कस्तो लाग्यो हामीले टाटाको पञ्च EV को भिडियो पनि बनाइसकेका छौं यदि त्यो हेर्नु भएको छैन भने चाहिँ लिंक माथि छ त्यो हेर्नु होला र लेट्स सी यु अल इन द नेक्स्ट भिडियो बाइ हामीले कर्भको रेन्ज टेस्ट गर्नको लागि चाहिँ धादिङसम्म लिएर जाने प्लान गर्यौं सो बिहानै 86% चार्ज र ओडोमिटरमा चाहिँ 392 किलोमिटर हुँदा वी मुभ्ड आउट कलंकीको नै बाटो जाम भनेर निस्किम 5 जना अनि फुल एसी अन गरेर इको र सिटी मोडमा चलाउने र रिजन लेभल 2 मा राख्दै गयौं बाटो त्यति नराम्रो नै थिएन एक्सेप्ट फर नागढुङ्गाको टनल बनिरहेको ठाउँ अनि लाग्यौं हामी धादिङतिर यता चाहिँ बाटो क्या रमाइलो अलि धेरै घुमहरु बट गुड यस्तो भन्दा भन्दै फेरि हिलो बाटो आयो 186 mm अन लिडन ग्राउन्ड क्लियरेन्स क्लेम गरेको छ कर्भ EV ले सो कतै पनि छोएन छुन चाहिँ अनि डेस्टिनेसन पुग्दा चाहिँ 53% ब्याट्री बाँकी थियो र ओडोमिटरमा चाहिँ 514 किलोमिटर बट अब फर्किँदा अलि धेरै उकालो पर्छ सो अफ कोर्स ब्याट्री बढी कन्ज्युम त भइ नै हाल्छ बेलुका नै भइसकेको थियो सो हामी निस्किम 4 बजेतिर पानी पर्न थाल्यो फेरि अनि धार्खे आउँदा त 18% चार्ज मात्रै बाँकी थियो अनि अब उकालो छ भनेर एनए को स्टेशनमा चार्ज गर्यौं र 80% पुर्यायौं अनि मेन बाटो हुँदै घर पुग्दा चाहिँ 62% चार्ज बाँकी थियो र ओडोमिटरमा चाहिँ 649 किलोमिटर ल अब क्याल्कुलेट गरौँ है त रेन्ज बिहान हामी 5 जना थियौं इको र सिटी ड्राइभिङ मोडमा अनि हिडेम विथ लेभल 2 रिजन र एसी फुल टाइम अन फर्स्टमा 86% देखि 18 सम्म चलायौं दैट इज 68% ब्याट्री कन्ज्युम भयो देन 80% सम्म चार्ज गरेर घर आउँदा 62% भयो यहाँ 18% कन्ज्युम भयो सो अन
सो टोटलमा चाहिँ 86% चार्ज चाहिँ कन्ज्युम भएछ म्याथमेटिकली हामी धार्कीमा चार्ज नगरी आएको भए चाहिँ 0 नै हुने रहेछ अनि घर आउँदा ओडोमिटरमा 649 किलोमिटर देखिएको थियो हाम्रो दिनभरिको राइड 257 किलोमिटर भएछ द्याट मिन्स हामीलाई 1%ले 2.98 किलोमिटर दिएछ सो 100%ले चाहिँ 300 किलोमिटर दियो यो हिसाबले इभीले क्लेम गरेको 400 किलोमिटर छ तर अब इफ इको मोडमै चलाउने हो लेभल 3 रिजन राख्ने हो एसी अन नगर्ने हो भने चाहिँ हाम्रो बाटोमा अराउन्ड 340 to 50 किलोमिटर रेन्ज चाहिँ एक्सपेक्ट गर्न सकिन्छ होला